म पकाउँदैछु झोल हालेको खसीको मासु एकदम मिठो भएको थियो होइन। जाडो महिनाको लागि एकदम बेस्ट। सुरुमा चाहिँ कुकरमा तोरीको तेल हाल्ने र जिरा फुराएर यसमा अदुवा लसुन र खोर्सानीको पेस्ट हालेर यसलाई मस्तले गोल्डन ब्राउन बनाउने र हरियो होइन रातो प्याज हाल्ने अनि यसलाई पनि मजाले मिक्स गर्ने। यसलाई मजाले मिक्स गरिसकेपछि खसीको मासु एड गर्ने र यसलाई पनि मस्तले मिक्स गरिदिने होइन। अनि त्यसपछि पालो आउँछ टक्कसँगले चाहिए जति कति चाहिन्छ बेसार हाल्ने अनि यसलाई पनि एकछिन मजाले मिक्स गरिदिएर टक्कसँगले यसलाई छोपिदिने। छोपिसकेपछि एकछिन मिक्स गरेर यसमा नुन हाल्ने र यसलाई मजाले मिक्स गरिदिने र फेरि एकछिन छोप्नको लागि छोडिदिने। अनि त्यसपछि पालो आउँछ जिरा धनिया र खोर्सानीको पेस्ट। यो चाहिँ मैले पानीमा भिजाएर राखेको थिएँ मसला बनाएर। अनि चाहिँ अब नछोप्ने नछोपिकन यो मसलालाई मजाले पकाउने होइन। अनि यो पानी सुक्दै सुक्दै जान्छ। अनि यो सुक्दै गइसकेपछि आफूलाई कति चाहिन्छ त्यति नै पानी एड गर्ने होइन सुपको लागि। अनि टक्कसँगले सिटी लाउनको लागि छोडिदिने अनि यसमा धनिया छर्किने र यो यस्तो हुन्छ अनि दब्बाएर भात खाने है त।